सम्पूर्णमा नमस्कार र स्वागत छ तपाईहरुलाई। आज म अर्को यस्तो विषयमा चर्चा गर्दैछु जसले पछिल्लो समय नेपाली समाज र राजनीतिक वृत्तलाई नराम्ररी गिजोलेको छ। आज हामी एउटा यस्तो ऐनाको अगाडि उभिएका छौं जहाँ नेपाली राजनीतिको एउटा कुरूप अनुहार प्रष्ट देखिन्छ। के राजनीति भनेको एजेन्डाको लडाई मात्र हो र? वा यो कसैको आस्थालाई खुड्किलो बनाएर सत्ताको महल चढ्ने सर्टकट बाटो बन्दैछ? हिजोका सामाजिक अभियन्ता हुन् वा आजका नौ उदारवादी? अचेल चर्चामा आउने सबैभन्दा सजिलो फर्मुला बनेको छ इसाई समुदायमाथि प्रहार र घृणाको खेती। एउटा लोकतान्त्रिक र धर्मनिरपेक्ष राष्ट्रमा विचारको स्वतन्त्रता सबैलाई हुन्छ, तर के कसैको धार्मिक आस्थालाई खुड्किलो बनाएर सत्ताको सिडी चढ्नु न्यायोचित हुन्छ? आज हामीले विश्लेषण गर्नु आवश्यक छ कि कसरी ज्ञानेन्द्र शाही, अभिषेक जोशी, दुर्गा प्रसाई, स्वागत नेपाल, पुष्पराज पुरुष जस्ता पात्रहरूले इसाई धर्मलाई तारो बनाएर राजनीतिक उचाइ हासिल गरेका छन् र के यी हल्लाखोरहरूले बिर्सिएका त छैनन् नेपालको आधुनिक विकासमा इसाई समुदायको त्यो पसिना र योगदान जसले समाजसेवा, औद्योगिकरण, कुप्रथाको निर्मूलन, शिक्षा तथा स्वास्थ्य र प्रविधिको जग हालेका थिए। अहिले नेपालको राजनीतिक बजारमा एउटा सजिलो फर्मुला देखिएको छ। इसाई समुदायमाथि नकारात्मक भाष्य निर्माण गर्ने र बहुसंख्यकको भावनालाई उत्तेजित पारेर चर्चा कमाउने। यी पात्रहरूले इसाई समुदायलाई विदेशी एजेन्ट वा धर्म परिवर्तनको नाइके जस्ता आरोप लगाएर आफूलाई धर्मको रक्षक देखाउने प्रयास गरिरहेका छन्। ज्ञानेन्द्र शाहीले यही मुद्दालाई चर्काएर संसदको यात्रा तय गरे भने अभिषेक जोशीले तनहुँ 1 मा उम्मेदवारी पाउन सफल भए र यसैगरी पुष्पराज पुरुषले पनि समानुपातिक उम्मेदवार बन्नको लागि यसैलाई हतियार बनाएका छन्। यहाँसम्म कि ध्रुवराज लुइटेल जस्ता पात्रहरू पनि त्यही लेगेसी पछ्याउँदै चर्चाको भोको देखिन्छन्। तर प्रश्न यो हो कि के राजनीति केवल अरूलाई होच्याएर मात्र गरिन्छ र? दुर्गा प्रसाई जो पहिला सामाजिक अभियन्ताको रूपमा चिनिन्थे, अहिले एउटा निश्चित विचार समूहलाई खुसी पार्न इसाई समुदायमाथि खनिएका छन्। के यो परिवर्तनको एजेन्डा हो कि अवसरको? आफै विचार गर्नुहोस्। के यो सस्तो लोकप्रियताले हाम्रो सामाजिक सद्भावको जगलाई कमजोर बनाउँदैन र? जुन पात्रहरूले आज इसाई समुदायलाई विदेशी एजेन्ट वा खतराको रूपमा चित्रण गरिरहेका छन्, उनीहरूले इतिहासको पाना पल्टाउनु जरुरी छ। राजा महेन्द्रको पालादेखि नै नेपालको विकासमा इसाई मिसन र समुदायको भूमिका अतुलनीय छ। आज पनि दुर्गमका मानिसहरूले भरोसा गर्ने पाटन अस्पताल, युनाइटेड मिसन अस्पताल तानसेन र आनन्दवन अस्पताल जस्ता संस्थाहरू कसले बनायो? यी संस्थाहरूले जात, धर्म वा वर्ग नभनी करोडौं नेपालीहरूको ज्यान जोगाएका छन्। नेपालको आधुनिक शिक्षाको जग मानिने सेन्ट जेभियर्स, सेन्ट मेरिज र महेन्द्र भवन जस्ता शिक्षण संस्थाहरूले देशलाई प्रधानमन्त्रीदेखि वैज्ञानिकसम्म दिएका छन्। के यो योगदानलाई अपमानको भाषाले मेट्न सकिन्छ र? जलविद्युतका प्रारम्भिक परियोजनाहरू, ग्रामीण खानेपानी र प्राविधिक शिक्षा जस्तै बुटोल टेक्निकल इन्स्टिच्युटमा यो समुदायको लगानी र पसिना मिसिएको छ। नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म मान्ने र संरक्षण गर्ने अधिकार दिएको छ, तर राजनीतिक लाभका लागि कसैको आस्थामाथि निरन्तर प्रहार गर्नु र गलत भाष्य निर्माण गर्नु लोकतन्त्रको उपहास हो। ध्रुवराज लुइटेल जस्ता पात्रहरू जो लोकप्रियताको खोजीमा छन्, उनीहरूले बुझ्न जरुरी छ कि घृणाले केही समयका लागि भ्युज र ताली त देला, तर यसले समाजलाई विभाजन मात्र गर्छ। यदि कसैले कसैको सेवा, प्रेम र मानवीय व्यवहारबाट प्रभावित भएर आफ्नो आस्था परिवर्तन गर्छ भने त्यो उसको व्यक्तिगत स्वतन्त्रता हो, जुन नेपालको संविधानले नै प्रत्याभूत गरेको छ। अरूको धर्मलाई गाली गरेर आफ्नो धर्मको रक्षा हुन्छ भन्ने भ्रम पाल्नु मूर्खता मात्र हो। अन्त्यमा सत्ता र शक्तिको भोकमा परेर एउटा शान्तिपूर्ण समुदायलाई तारो बनाउनु लोकतन्त्रको उपहास गर्नु हो। यिनीहरू जस्तै अनेकौं व्यक्तिहरूले पनि त्यही बाटो रोज्नुले के देखाउँछ भने यहाँ विचारको खडेरी छ र मानिसहरू छिटो चर्चामा आउन नकारात्मकता बेच्न तयार छन्। धर्मको विरोध गरेर धर्मको नाउँमा चुनाव जित्ने रणनीति क्षणिक हुन सक्छ, तर इतिहासले बारम्बार सोध्नेछ, के तपाईसँग विकासको कुनै योजना थियो कि केवल अरूको अस्तित्व मेटाउने एजेन्डा मात्र? देश बनाउने भिजन नहुनेहरूले जहिले पनि धर्म र जातको कार्ड खेल्दछन्। जुन बेला यो देशमा सिटामोल पाइँदैन थियो, त्यो बेला इसाई समुदायले गाउँ गाउँमा अस्पताल पुर्याएका थिए।
आज तिनैको योगदानमा उभिएर तिनैलाई विदेशी एजेन्ट भन्न लज्जास्पद कुरा होइन र? धर्म त मान्छेको व्यक्तिगत कुरा हो, तर उसले समाजलाई दिएको सेवा सार्वजनिक सत्य हो। सत्य स्वीकार्ने हिम्मत राख्नु पर्दछ। इसाई समुदाय नेपालको अङ्ग हो र यसको योगदानलाई राजनीतिको कुरूप खेलले मेटाउन कहिले पनि सकिँदैन। नेपाल सबैको साझा फुलबारी हो। यहाँ कसैको योगदानलाई गाली गरेर होइन, सबैको अस्तित्वलाई स्वीकार गरेर मात्र समृद्ध नेपाल सम्भव हुन्छ। धर्मलाई राजनीति गर्ने औजार बनाउनेहरूलाई जनताले ढिलो चाँडो चिन्नु आवश्यक छ। राजनीति विचारले चल्नुपर्छ, विष बमनले होइन। ज्ञानेन्द्र शाही वा दुर्गा प्रसाई जस्ता पात्रहरूले बुझ्नुपर्छ कि इतिहास साक्षी छ। घृणाले केही समयका लागि ताली त पाउन सकिन्छ, तर यसले देशको भविष्य र एकता बनाउन सक्दैन। इसाई समुदायको योगदान यो देशको माटोमा मिसिएको छ, जसलाई कसैको चर्को भाषणले मेटाउन सक्दैन। होशियार नेपाली दाजुभाइ दिदीबहिनीहरू, जसले तपाईँलाई विकासको बाटो देखाउँदैन, केवल अर्को धर्मको डर देखाउँछ, बुझ्नुहोस् उसँग देश चलाउने कुनै योजना छैन। यदि तपाईँलाई लाग्छ कि धर्मको नाममा राजनीति गरेर समाज भाड्नु गलत हो र सबैको योगदानको कदर हुनुपर्छ भने यो भिडियोलाई लाइक गर्नुहोस्, आफ्नो विचार कमेन्टमा लेख्नुहोस् र धेरैभन्दा धेरै सेयर गरेर सत्य फैलाउन मद्दत गर्नुहोस्। यस्तै निर्भीक र सत्य विश्लेषणका लागि फलो गर्न चाहिँ नबिर्सिनुहोला। धन्यवाद, नमस्कार।